जिम्मे भाइ तिमीले रक्सी खानेको कारण चाहिँ के हो? केपीले गर्दा रक्सी खानुपर्छ अनि यसले रोजगार दिन सकेन नि त अरू देशमा छिर्यो होटेल लाइन भनेर आयो यहाँ फलाम कम्पनी हाल्दा चाहिँ टेन्सन नि त यहाँ। अनि यसमा त केपीको के दोष त? तिमीलाई मेन पावरको दोष होइन र भाइ अनि यसमा त? केपी अहिले हाम्रो देशको प्रधानमन्त्री नि त भाइ, उसले काम दिन सकेन, बेरोजगारी भयो। हामी त अब दौड्यो नि त मेन पावरतिर, मेन पावर त जे पनि गर्छ नि त, यिनीहरू सबै मेन पावर यिनीहरू सबै सेटिङ छ नि त भाइ। त्यही भएर म यो सोच्न सकिँदा अब चाहिँ यो केपी नबन्नेसम्म चाहिँ म खाडी नै भए पनि होइन आफ्नो देश फर्किँदैन कि। अनि केपी अझै 20 वर्ष मरेन भने के गर्छु अनि? जाँदैनौ? म भिजा नसिदिँदामा थपेर बस्छु कि भाइ, अनि जाँदिनँ। 20 वर्ष जाँदैनौ? तर केपी अब 20 वर्ष बाँच्नेवाला पनि छैन नि त। उसको अब कति बाँच्छ ल है। अब पालो भनेको त अब त्यही हाम्रो अब नयाँ पुस्ताहरूको युवाहरूको बालिसा भयो, हल्का सामान भयो, यिनीहरू है अब नेपाल चलाउने भनेको केपी त केही छैन। यो गुन्डाहरू पालेछ दुई चारवटा, त्यो मरेपछि त्यो गुन्डाहरू पनि आफ्नो तालमा लागिहाल्छ। देश चलाउन सक्दैन तिनीहरू पनि। केपीको त अलिक खुबी छ, चोर्ने खुबी छ, बोल्ने खुबी छ है। अलि ठुलो स्वरमा बोल न। उखानको माया कसम सब हानेर उसले त देश लुटाएको छ नि त है।